आज मार्चको 21 तारिक शनिबार हाम्रो हाइकिङतिर हामी चाहिँ जाँदैछौँ। म पनि हतार हतार दौड्दैछु। आशा छ नि साथीहरूले गाडीमा कुरिराखेको हुनुहोला। नमस्कार भाइ, म त गइसक्ला भन्दै अब चाहिँ हाम्रो नगरकोटसम्मको सुरक्षित यात्रा हुँदैछ। केही बेरमा हामीले भइहाल्छौँ। गेम जितेर लानु है पैसा, गेम जितेर लानु है सबैजनाले। हामी चाहिँ फाइनली नगरकोट आइपुग्यौँ। अब ब्रेकफास्टको व्यवस्था हुन्छ। पुऱ्यायो भने म आउँदैछु। कता आऊ मलाई झोल, यो मेरो झोलमा हाल्ने एउटा। अब चाहिँ फलफुलहरू खाएर एकदम स्ट्रङ भएर हामी लाग्नुपर्छ है। मैले खाजा लिएँ है, खाजा खाने। नमस्ते नमस्ते सबैजना, नमस्ते। एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा गाडी चाहिँ अहिले हामी चाहिँ सबैजना खाजा थापेर खाने व्यवस्था मिल्दैछ। हामी पुग्यौँ। अब खाजा खाएर हामी उकालो लाग्छौँ है त। मैले त पाइसकेँ। नगरकोटको फेदमा आइपुगेर हामी चाहिँ अहिले सबैजना खाजा खाइरहेको छौँ। हेलो नमस्ते सबैजनालाई। आइपुग्नु भयो खाना दिदी। भन्छु क्या त्यस्तो पो रहेछ त है। हजुर दिदी, कताबाट गाडी पठाउनु? हजुर हामी यहाँ ठाउँमा छौँ दिदी। अब हामी खाजा खाने क्रममा छौँ। खाजा खाँदैछु। लु अब लगभगै खाजा ब्रेकफास्टहरू भइसकेको छ। खाजा छिटो छिटो खानेहरू छिटो छिटो अब फेरि हाइकिङतिर ओह्रालो लाग्ने होला। म पनि अब खाजा खाइसकेर लाग्नुपर्छ। 6-7 किलोमिटरको बाटो बन्दना। लो आउनु यतातिर। यहाँ बाटो चाहिँ यस्तो कुहिरो छ बाटो। अब तर पनि जसरी पनि अब हामी हिँड्नै पर्ने भएको छ। अब हामी हिँडेको है हाइकिङ लागेको सबैको लट्ठी रहेछ। मेरो चाहिँ लट्ठी पनि छैन। के गर्ने भयो। कसको लट्ठी छ? मलाई एउटा लट्ठी दिनु है। सबैजना आउनु हुँदैछ है। यहाँ अडेर छ। भाइहरू अगाडि है। अनि सबैजना आउनु हुँदैछ। सबैजना आउनु हुँदैछ। नमस्ते नमस्ते बहिनी। लाग्यो है ओह्रालो। आज यो क्या नगरकोटमा आइयो। अब पहिलादेखिको प्लान होइन, अनि आउनै पर्यो। वेदर अलिकति ठिक नभए पनि त्यो वेदरलाई हामी च्यालेन्ज दिँदै चाहिँ हामी बाटो लाग्दैछौँ होइन। आज तर वेदर यस्तो पनि एकदम शीतल छ। पानी ठुलो नपरोस्, एकदम हिँड्नलाई एकदमै राम्रो। एकदमै वातावरण चाहिँ के भन्ने, आकाशमा हेर्दा कुहिरो लागिरहेछ, भुइँमा कुहिरो लागिरहेछ, तर हिँड्दाखेरि असाध्यै शीतल हुनेवाला छ। वास्तवमा आज यो बाटो यो अझै कतिजना मान्छेहरू आएन। शीतल अति शीतल साथ हामी आकाश पनि सबै कुहिरो
किलोमिटर छ है हामी नम्बरी यहाँ हामी हिँड्दैछौँ अगाडि सबै कतिजना मान्छे कति धेरै मान्छे अगाडि गयो है केटा मान्छेहरू गयो होइन अगाडि केटा मान्छे गयो अगाडि अब ओह्रालो गुटुङ टुङ 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 दुर्ने हो ओह्रालोमा दुर्ने हो बाटो हाम्रो यो चाहिँ नगरकोटको हाइकिङ गर्ने आज 10 किलोमिटर हाइकिङ गर्नुपर्ने छ ढिलो गरेर नि भएन क्या अरे हिँड्नै पर्यो ल आउनु है आउनु बिस्तारै बिस्तारै आउनु धेरै नदुगुनुहोस् थच्चकै पनि नबस्नुहोस् है थच्चकै पनि नबस्नुहोस् हस् हिँड्नलाई चाहिँ कन्टिन्यू गर्नु पर्यो ल जङ्गल यस्तो राम्रो जङ्गल छ हिँड्नुपर्छ क्या बाहिर हिँड्नुपर्छ साथी हो अब त भुक्क पुक्क उँभो भइराखेर हुन्छ त थोरै हुन्छ हुक्क पारेर हिँड्ने होइन अनि त्यस्तो गर्नुपर्छ क्या यो चाहिँ राइट कुहिरो त साह्रै दामी पो छ त है जे होस् हिँड्नलाई धेरै शीतल छ होइन पानी नआइदिए भयो होला आज हाम्रो 10 किलोमिटर होला हिँड्नुपर्ने 10 किलोमिटर होला नि हामी अनि पहिला सिङ्गापुर हामी 10 किलोमिटर दुगुर्ने मान्छे होइन हो कि ल भन त 10 किलोमिटर म्याक्रोजी कति थियो म्याक्रोजी के अरे एउटा त्यो 10 किलोमिटर होइन त्यो त पहिलाको हाम्रो दुगुरेको 10 किलोमिटरै होला 2 घन्टा अब जस्तै 9:45 मा हिँड्यो होइन हामी होला कि 9:40 त्यस्तोतिर हिँड्यो त्यतातिर हिँड्यो अब हिँडेको हामी कहाँ 5-10 मिनट त हुँदैछ होइन बोल कति भयो 15 मिनट 2 घन्टा हिँड्ने भनेको कति किलोमिटर हो त्यसो भने जस्तो चाहिँ लागेको थियो मलाई नट भेरी स्योर 5 किलोमिटर ए होला होला कति किलोमिटर छ अरे बहिनीहरू 6 ए ल 6 किलोमिटर अरे 6 किलोमिटर अरे 60 त 2टा बच्चा अझै पाउनुपर्छ 60 किलोमिटर हिँड्नुलाई होइन 6 किलोमिटर अरे क्या छ मैले 10 हो कि के हो भनेको चाहिँ सुनेको तर त्यो आधिकारिक त भएन झन् थोरै त झन् थोरै कुहिरो है ऊ त्यहाँ गएर हाम फाले कस्तो हुन्छ होला है म पहिला नि हामीले कुन्युमा दाइँ गर्दाखेरि के परालमाथि हाम फाल्थ्यो त्यस्तै दाइँ गर्दाखेरि क्या सबै मान्छे अगाडि गइसक्यो पछाडि पनि धेरै आउँदै हुनुहुन्छ पर आउनु हुँदैछ हामी यहाँ नम्बरी साथीहरू हिँड्दैछौँ है साथीहरू कलेज यहाँ पर गएर यहाँ जानु पालो यहाँ त्यो केही नगर्नु अगाडि गएर हामीलाई खिच्नु के उसलाई मात्रै खिच्नु मलाई पनि खिचौँ बुढीमाहरू मलाई हेरेर तिमीहरू आए भएन त म त आएन नि त ए ल बोल 60 वर्षको बुढी भएर भन 60 वर्ष बुढीहरू भयो अब 40
40 कटेपछि रमाउने भन्दै थियो हो 60 कटेर रमाएको हो न भ्याइएन अब 60 कटेपछि रमाउन थाल्यो हो क्या होला ओके ल थ्याङ्क यू ल नगर न जाऊ तिमी गर्छ ल यहाँ मेरो नम्बर नि हेर्नु यहाँ आउँदैछ ल आउनु है ल यहाँ 60 वर्षको तरुनीहरू ल आउनु है यहाँ हाम्रो नम्बर निहरू यस्तो मजा हामी 4 जना नम्बरी आज भेटेको है खुसी लाग्यो हामी 4 जना नम्बरी हामी 4 जना बुढी माउहरू है 19 फाउन्टेनको हिरोनीहरू ओ हामी 19 फाउन्टेनको हिरोनीहरू हो के भन्नु त हो है हो हामी 19 फाउन्टेनको हिरोनीहरू ओह्रालो झर्दैछौँ यहाँ सुने नि सुन्नुहोस् बाल भएन साडी काट्यो कसैको केही खाइदिया छैन होइन बुढाको पेन्सन खान्छ 60 काट्दैछ अरूलाई बाल होइन अब यो 40 काटेपछि भन्दा पनि हामी चाहिँ 60 काटेको के गर्नु अब यति बेला पनि रमाइएन भने त फेरि जिन्दगी त जान्छ खोले खोला होइन साथीहरू आउनु ल बिस्तारै अलिअलि हिँड्दै आउनु न हामी चाहिँ सबैजना बुढी बुढी छौँ यहाँ क्या अब यो के ऐसले टिपौँ भने एउटा पाकेको रहेनछ है गुराँस फुलेको छ कि भने म यसो हेर्छु छैन गुराँस गुराँस ए अलि तल छ गुराँस ल हामी चाहिँ अहिले जङ्गलमा छौँ है ठ्याक्कै घना जङ्गलको बाटोमा हामी हिँड्दैछौँ यहाँ यता मासतिर जङ्गल जङ्गलै जङ्गल छ है यहाँ त यहाँ यो जङ्गलमा त ठिकै छ अगाडि पनि छ हाम्रो अगाडि पनि छ पछाडि पनि छ क्या मान्छे डोन्ट वरी क्या है यहाँ जङ्गलमा चाहिँ बाघ भालु आउँछ भन्ने थियो है जङ्गलमा त हो बाघ भालु आउँछ भन्ने थियो है यहाँ त जोकेर अलिक हिँड्नु पर्यो पछाडिको मान्छेलाई पर्खिनु पर्यो पछाडि मान्छे बोल्नु हुँदैछ त्यो भएर हामीलाई निकै आदर भइराखेको छ अहिले हामी चाहिँ एकदम ओह्रालो बाटोमा छौँ अगाडिको मान्छे अगाडि गइसकेको छ हामी चाहिँ निकै पछाडि छौँ यहाँ कुहिरोले ढाकेको छ जङ्गल पनि सबै यहाँ बाटो यस्तो छ जोगिएर हिँड्नुपर्ने अवस्था छ अब कति किलोमिटर हिँडिसक्यो होला हौ हामी 1.5 घन्टा जति भयो है हामी अब यहाँ अगाडिको मान्छेले भेट्नुपर्ने छ हौ मन चाहिँ हेर्नु साथी हो हिमालभन्दा उच्च हुनुपर्छ मन हेर्नु जे भए पनि जिन्दगीमा मरि लाने केही छैन साथी हो अब है बुढेसकालले नछुको होइन हामीले छुकै हो सत्य हो यो कुरो हामीले एक्सेप्ट गर्नुपर्छ तर बुढेसकालले छुयो भनेर जिउ छाड्नु भएन हेर्नु साथी हो हामी गोल्डन एजमा छौँ हामी यो गोल्डन एजमा छौँ अझ पछाडि भाइले अब हामीले 20 वर्ष बाद लाउनु हुँदैछ ल हस् हजुरको मुखमा चाहिँ एकदम घिउ सक्कर परोस् है मात्र पाइयोस् बुढाहरू लामो आयोस् हाम्रो लामो आयोस् यसरी नै हामी चाहिँ सधैँ हिँड्ने डुल्ने रमाउने जङ्गलमा हँस्दै हिँड्दै गर्नु अगाडिको तरुनी बहिनीहरू अगाडि जाँदैछ हामी अलिक बुढी चाली पछाडि छौँ अब हामी कति किलोमिटर हिँड्यौँ अरे भाइ अहिले 4 किलोमिटर हिँडिसक्छौँ होइन अब भनेपछि हामी 2 किलोमिटर बाँकी छ त हाम्रो 1.5 किलो होला 1.5 किलोमिटर ल हामी लगभग 2 घन्टा जति हिँडिसकेको छौँ अहिले यहाँबाट हामी यहाँबाट पर गयो भने चाहिँ सिग्नल रुमाल यो रिबन झुन्डाकोतिर है यहाँ चाहिँ यता रुमाल झुन्डाकोतिर 500 रोपनी जग्गा यो डाँडामा किनेर पिकनिक स्पोट बनाएर राखेको छ विद्युत धमला भन्ने धेरै छ 300-400 मिटर बाँकी होला 500 बिघा रोपनी 500 बिघा रोपनी यहाँबाट यो चाहिँ के रहेछ भनेपछि खस्रे पाखा सामुदायिक वन उपभोक्ता समिति
मन्डेदेव नगरपालिका रहेछ है। यहाँ हामी अहिले यहाँ आइपुगेको छौँ। यता हाम्रो सिग्नल छ, रातो रिबन बाँधेको छ यहाँ। हामी अब यो रातो रिबन बाँधेकोतिर, हजुर यता होइन रातो रिबन बाँधेको छ, रिबनको सिग्नल छ नि त। बहिनीहरू चाहिँ अलिकति उम्मेदवार नै हुनुहुन्छ, उहाँहरू चाहिँ निकै अगाडि हुनुहुन्छ। बहिनी तपाईँहरूभन्दा अगाडि पनि छ मान्छे? बहिनीहरूले यहाँ बाटैमा काम के गरेर आउनुभएको छ है। ए पर्खिनु, उहाँलाई पर्खिनु। जिन्दगीको गोरेटोमा एक्लै हिँड्नु गाह्रो हुन्छ, जिन्दगीको गोरेटोमा एक्लै हिँड्नु गाह्रो हुन्छ। साथीहरू आउँदैछ, म चाहिँ यहाँ मेरो साथीहरू आउनुहुँदैछ है। म चाहिँ पर्खिए ल ल ल आउनु आउनु, म पर्खिरहेको छु है यहाँ। म पर्खेछु है, पर्खेछु, आउनु है, आउनु आउनु। धेरै नदुख्नु होला, छिप्पेको हड्डीमा फेरि साह्रो पर्छ हिँडेको अगाडि। ल आउनु है, आउनु आउनु हुँदैछ है। आहा यति राम्रो सुन्दर ठाउँ, कति राम्रो डाँडा पाखा वन पाखा, आहा साह्रै राम्रो, कति उज्यालो छ है। सेल्फी हानेको के बस्दै गर्नु भन्ने झन्छ। हाम्रो बुढीपाटी नभएर हामी 4 जना थियो, मन्जु आएर 5 जना भयो। यो केटी पछाडि छिटो अहिले अल्सिनीहरूलाई छ नि पछाडि। बाटोमा सबै तुवालै पो घेरिरहेछ त। तर अघिभन्दा अलिक छाङ्गे भयो है, अघिभन्दा धेरै छाङ्गे भयो। दामी आज त्यो हाइकिङलाई जस्तो दामी समय त कहिल्यै भएको होइन ल। यस्तो राम्रो भएको छ आज, कुरै नगरौँ। अति दामी दामी भएको छ है, दामी दामी एकदम दामी। दामी छ आज भनेको मैले क्या। तिमी किन दौडेको त? मन्जु चाहिँ किन दौडेको त? ऊ चाहिँ दौडिनु होइन, म चाहिँ दौडिनु भनेर अहिले हामी यो ओह्रालोबाट त गुटुङ टुङ 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 दुर्दै जाँदैछौँ। ए ऊ अगाडिको दिदी बहिनीहरूमा उयो हामी चाहिँ अब फाइनल पोइन्टमा आइसक्यौँ है त, आउँदैछौँ है। हामी फाइनल पोइन्टमा आइपुग्यौँ। कत्रो ठुलो बाइक, आमा मलाई डर लाग्छ ल्याप पस्यो भने त। फाइनलमा आइपुग्यो है हामी त, आइपुग्यो। अब अगाडि त आगो हाल्दैछ त। नमस्ते दाजुहरूलाई फेरि पनि नमस्ते है, नमस्ते नमस्ते। फाइनल ठाउँमा आइपुग्यो है हामी। तपाईँहरू त आमामा के धेरै अगाडि कुद्नु भएको छ त। ओहो कति कडा है। ए हाम्रो खाजाहरू चाहिँ रेडी भएको छ यहाँ। अनि धेरै अगाडि पो कुद्नु भयो तपाईँ त है, धेरै अगाडि पो कुद्यौ त। अगाडि कुद्यौ त कि गाडीमा आएको? गाडीमा हो। ए बिचराहरू धेरै हिँडेछ भनेको त बिचरै रहेछ त, बिचरै रहेछ है। बिचराहरू गलेर थाक्यो होला भनेको त गाडीमा पाएको। तिम्रो बाटो चिया खानु आउनु है सबैजना।
तपाईँ त गाडीमा आउनुभएको गाडीमा पाल्नुभयो म त मैले सोचेँ होइन बिचरा कस्तो छिटो आउनुभएको छ भन्छ भरे त गाडीमा आउनु भएको छ त हो गाडी त हिँडेकै हो त गाडीलाई बोक्नु भएन यहाँ चाहिँ यो 1700 मिटरको हाइटमा छ क्याम्प अहिले चाहिँ यति बेला क्याम्प फायर भइरहेछ चिसो पनि छ हो अनि म चाहिँ अब यो क्याम्प फायर हेर्दै परतिर दिदी बहिनी हेर्दै जान्छु यहाँ चाहिँ कुकिङ ठाउँ हो भित्र कुक गरेको हो ए यताभित्र चाहिँ कुक गर्ने ठाउँ छ अरे म हेर्छु त है ए यता कुक गर्ने हो यता कुकिङ गर्ने ठाउँ रहेछ है वा यो नगरकोटको कुन हाइट हो यो 1700 मिटर हाइट हो ए 1700 मिटर हाइटमा अब यहाँ भाइहरूले हाम्रो हाइकिङको लागि खानाहरू चाहिँ तयारी गर्नुहुँदैछ नगरकोटको हामी चाहिँ 17 मिटर हाइटमा छौँ है यति बेला 1700 पारिपट्टि त कस्तो धेरै कुहिरो अब हामी चिया पानी खान्छौँ है मलाई नि थाहा भयो ल तातो चिया यो नगरकोटको 1700 हाइटमा रहेछ अरे है भाइ हो 1700 हाइटमा अब हामी चाहिँ हाइकिङ गरेर 6-7 किलोमिटर हाइकिङ गरेर अब आएर चाहिँ हामी चिया पानीको व्यवस्था हुँदैछ यहाँनिर सबैजना खाइसक्नु हुँदैछ खानुहुन्छ है लाइन परेछ मेरो लाइन चाहिँ कता छ हौ हाम्रो नम्बर्नेहरू भेला भएर यहाँ चिया खाँदैछौँ होइन पारीको भ्यू हेर्दै हामी चिया खाँदैछौँ बिस्कुट खानु र किन नखाने भयो भर्खरै खाएको अझै मैले त केरा खाएकै छुइनँ छ झोलामा छ खानु ल अघि मैले एउटा केरा खाएँ होइन एउटा अन्डा खाएँ अरू झोलामै छ अहिले एउटा जस कस्तो राम्रो ठाउँ रहेछ है मलाई कस्तो मन पर्यो ठाउँ म त आज रङ लाउने भाइहरू पानी खिच्नु चाह्यो अब हामीले चिया खाइसकेर एकछिनपछि चाहिँ लन्चहरू हुन्छ अनि गेमहरू एकदमै राम्रो गेमहरू छ आज बहिनीहरूलाई खेल्ने गेमहरू सबैजनालाई चाहिँ गेम जित्नुहोस् है भनेर म चाहन्छु बिचको फ्लाइट अनि यस्तो छानाहरू सबै लाग्थ्यो कि फेरि भाइ खै समिता खै चिया लाइन लगा बस मौरी आज बुधबार बस मौरी आज बुधबार भनेको शनिबार भन्छ छैन मेरो छ आउँदैछ न ए भुटुङ टुङ गरेर आउने क्रम जारी छ है विशेष स्वागत छ है नगर्ने नम्बर मात्रै लेखिदिएछ केही गर्दैन टिकट अझै बाँकी रह्यो कि पैसा पाइसक्यो यो टिकट दिन बाँकी होइन यो बिचरा उसले कन्फर्म नगरेको हो क्या टिकट चाहिँ पहिले भनेको थियो अनि कन्फर्म त्यहाँ रमाले नि बेच्नु छ कि टिकट त्यहाँ रमालाई फेरि बिर्सिन्छ त्यतिकै जान्छ फेरि हाम्रो हुँदैन अहिले एकछिन गर्नु अब यो सबै चिया खाँदै चिया खाँदैछु ल खानु है म नि खाँदैछु के छ हालखबर हौ स्विटीहरू के छ हालखबर ठिक छ
मेरो भान्जी घुर तारेछ है सबैजनालाई यहाँ सबैजना आउने क्रम जारी छ भुटुङ टुङ आउनु हुँदैछ यो चाहिँ नगरकोटको एकदमै हाइकिङ गर्ने ठाउँ 1700 मिटरको हाइटमा चाहिँ सम्पूर्ण सबैजनालाई स्वागत छ बस्नुहोस् सबैजना जे हो सिन चाहिँ एकदमै हाइटमा साह्रै दामी छ सबैजना फोटो खिच्न आउँदो रहेछ मान्छे कहाँ गयो गायब भनेको त यता आउँदो रहेछ है फोटो खिच्नु त नगरकोटको फेसियर नगरकोटको ब्युटीहरू है हामी चाहिँ हाइकिङ आएको यहाँ सबैजना फोटो खिच्नु एकदमै व्यस्त छन् है सबैजना सबैको आफ्नै ताल है यहाँ सबैको आफ्नै ताल छ है यहाँ फोटो खिच्नुलाई पनि यहाँ खाना खाने हुँदैछ खानाहरू बिस्तारै खानु होला गोमा खानाको टेस्ट कस्तो छ मिठो छ एकदम मिठो छ ल मिठो गरी खानुपर्छ है यो अब खाना खाएर गेमहरू एकदम रमाइलो गेम छ है सबैजना पार्टिसिपेट हुनु ल हाम्रो खाना खोलिसकेको छ अहिले नशर्माइकन खानुहोस् ल नम्बरले भटाभटी दिँदैछ यार नअड्काइकन खानु ल है खानाको टेस्ट कस्तो छ हो धन्यवाद म चाहिँ यहाँ खाना पसिँदैछ म चाहिँ यतातिर परेँ यता पर जानु पऱ्यो क्या फेरि हेर्नुलाई सबैजनालाई नशर्माइकन खानुहोस् ल वा सबैजना लाइन बसेको हेलो शर्मिला अघिदेखि कसले खोजे तपाईँलाई अघि नै उसले कसले भनेपछि 34ले खोजिरहेको थियो तपाईँलाई शर्मिला भनिरहेको थियो खानाको लाइन निकै लामो रहेछ अझै पछाडि मान्छे छ नि त खानाको लाइन त टन्नै छ त दिदी र दाजु लिनुहुँदैछ बिस्तारै लिनु ल दाजु पनि आउनुभएको छ हाम्रो यो चाहिँ लन्चको लाइन यहाँ एकजना भन्नु नहुने सिआइडी छ हेलो लाइन धेरै लामो छ है पल्लो चाहिँ पुगिसक्यो हाम्रो बहिनीहरू यहाँ हिसाब गर्नुमा तल्लिन्छ टिकट गनेकै एकदम हिसाब गर्नुमा तल्लिन्छ दुःख गर्छिन् हाम्रो बहिनीहरू जम्मा टिकट कति गएको मन्दिरा हाम्रो टोटल टिकटवाला मात्रै 182 प्लस गर्दाखेरि 200 सियर अहिले त झन् लाइन बढेर पल्लो पुगिसकेको छ
चिन्ता नगरी खाऊ है यहाँ मैले हाम्रो बहिनीले एकदमै गरिराख्नु भएको छ कसले बनाएको दाल यहीँको बासमती है वाह 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 परिश्रम गर दुःख गर ल यो बिनाले चाहिँ अर्को मासु मासुमा हाल्दै लोबिनी छ दिँदैन 1700 किलोमिटर छ हौ हाइट 1700 छ झार्दिनु नभन यार यहाँ बस्नु पनि नमानेको अनि बिना आएको पछि भयो धेरै आउँदैन म यहाँ यिनीहरू भोलिन्टियर दिदी बहिनीहरू अलिकति पछाडि फर्स्ट प्राइज र सेकेन्ड प्राइज गइसक्यो कुन प्राइज भयो यो परेको चाहिँ यस्तो हुन्छ है त सबैले हेर्नुहोस् ल सेकेन्ड प्राइज परेको यो ल यो चाहिँ परेको दाजुको सेकेन्ड प्राइज परेको है त ए थर्ड प्राइज परेको अब सेकेन्ड र फर्स्ट कसकोमा पर्यो फर्स्ट र सेकेन्ड तपाईँ लु है सबैजनालाई धन्यवाद गेम पनि ओभर भयो अब हामी गाडीमा एउटा सेल्फीको फोटो नि खिच्न त पर्थ्यो के पो गर्नु होला त्यहाँ के भेटेर डम्मै खोज्दैछ हौ त्यहाँ त्यो पनि एउटा तपाईँले 10,000 दिनु र सिङ्गापुरे टिमले भरै 5 लाख दियो भने सिङ्गापुरे भन्दा तपाईँ पनि बनिनु हो यहाँ पछाडिपट्टि के हेर्नु हुँदैछ है उहाँहरूले यहाँ हो है लो हाम्रो हो कम्पनीले किनेको जग्गा ए हो वाह ए पुरा तोरीबारी रहेछ त बहिनी रिसोर्टको यो उसो परिकल्पना हजुर सिङ्गापुरे लाउरेहरूले किनेको जग्गा रे यहाँ अहिले पास भएको